माटो यस्तो छ हालत तानो 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 यहाँ हेर्नु नि अहिले चाहिँ दाइ र म यसो बाक्सिटा बजार घुम्नु गएको है त यो चाहिँ अनि खोइ कसकोमा पुऱ्याइ पनि दिनुपर्ने अरे किन भन्दाखेरि चाहिँ च्याट्टोसँगले हिमाल पनि देखिरहेछ है त यो हिमालको नाम के पर्छ दाइ हो त एम डाँडा एमडब्ल्यू हिमाल अनि गढी यता छ गढी यता पर्छ ए फुटबल यसरी हार्नु हुँदैछ फुटबल खेल्नै बेग्लै हुन्छ होला है दाइ यहाँ उहाँ चाहिँ मामा हो यो बाइक चाहिँ फुपाको बाइक यो कुन बाइक भनेर हेर्दाखेरि केटिएमको इन्ड्युरो 690cc भएको सुपर मोटाडमा है त यस्तो दामी छ कि यो चाहिँ इलाममा खिचेको ग्राफिकहरू पनि हेर्नु न क्याब बबल छ टायरहरू जमानाको बाइक नि यस्तो छ भने यार Alright guys, welcome to my channel after a long time. It's time to go on village. म चाहिँ अहिलेसम्म कहिले पनि भिलेज गएको छुइनँ सो दिस इज माई फर्स्ट टाइम हेरौँ अब के एक्सपिरियन्स हुन्छ है त तपाईँहरूले कमेन्ट गर्नुभयो भने म तपाईँहरूलाई पनि म भिलेजहरूको देखाउँछु र मेरो युनिक देखिराख्नु भएको छ होला र के युनिक छ भन्दाखेरि भिडियोमा थाहा पाउनेले थाहा पाइसक्नुभयो त्यो के नयाँ कुरा भन्दाखेरि चाहिँ मेरो यो सिक्री है त अर्कै लागेको छ है त यो चाहिँ लाइक यसलाई चाहिँ व्हाइट गोल्ड भन्छ अरे तपाईँहरूले जुन यो मेटेरियल युज गरिराख्नु भएको छ नि अब जस्तै कि यो चाहिँ अब यसलाई चाहिँ येल्लो गोल्ड कि खोइ के भन्छ अनि यसलाई चाहिँ व्हाइट गोल्ड भन्दै रहेछ त यो चाहिँ फेरि रेडिमेडबाट हो मेरो यो टप चाहिँ हालिरहेको छु तर यो चाहिँ मैले अस्ति भर्खर कान छेडेको एक साइडमा यो साइडमा चाहिँ छेडेको छैन अनि यो साइडको चाहिँ यो चाहिँ फेरि गोल्ड होइन है त अब गोल्ड चाहिँ म हाल्न आँटेको छु यो चाहिँ के सोच्दै हुनुहुन्छ भने राइस कुकर है त पाहुनाहरू आउँदाखेरि चाहिँ यो राइस कुकरको साइज चाहिँ यत्रो छ यो कम्पनीको नाम चाहिँ सार्प रहेछ यत्रो यो राइस कुकर चाहिँ नदेखेको चाहिँ कसले भन्दाखेरि उहाँ व्यक्तिले कहिले देख्नु भएको थिएन तर्सिनु भयो त यो हेरेर के भएको 20जनालाई पुग्ने केही शब्द भनिदिनु न त दामी छ यस्तो पहिलोचोटि देखियो भोलि कहाँ गइँदैछ दिक्कल खोटा हाल्यो कता दिक्कल खोटा बाक्सिला साइडकै प्लासगढी ए अलिकति दिमागको गाछ चाहिँ यहाँ ल्याम ल्याम हुँदैछ है त ल्याम ओहो पानी अब गुटुक गुटुक पानी कस्तो आनन्द कति आनन्द मैले चाहिँ भात नखाएर यहाँ दुध भर्खर खाइसकेँ दिमा भोलि भोलि गइँदैछ हौ तपाईँले अब कति एक हप्ता 2 हप्ता जति देखिँदैन हौ के गर्नु आज यो चाहिँ कति छ भने यसमा 1 आना छ है त यो चाहिँ मेरो सम्पत्ति कसको होइन यसमा 1 आना छ यो अब मेरो कानमा जान्छ ए यो चाहिँ मेरो यो अस्ति छेडेको थिएँ त यो अस्ति छेडेको कानको यो 50 रुपियाँ पर्छ यो चाहिँ अनि यो चाहिँ 1 आना छ अब यसमा हाल्नु बजारै अरे यो जान न दोकान यसले त एउटा कुरा नपताउनु है 1 लाखको आधी भाग हुन्छ क्या यहाँ लगभग 1 लाखको आधी भाग उल्लु पगला यो मान्छे चाहिँ जेठा छोरा यहाँ चाहिँ कान्छा छोरा है त अनुहार चाहिँ फेरि सेम मिल्दैन क्या फाल्टै यसलाई भेटेको हामीले होइन त्यही भएर फाल्टो एनएस दाइले चाहिँ ब्रस नगरेको काठमाडौँ आएकोदेखि कति भयो 2 हप्ता भयो 2 हप्ता पनि ब्रस गरेको छैन है त हेर्नु हो दाँतै ब्रस गर्नु भएको छैन यी गर्नु न आयो नहाँसुटाउनु न हौ ब्रो दाँतै छैन मेरो यी गर्नु न कस्तो अरे दाँत चाहिँ आयो अहिले चाहिँ जानुको लागि रेडी भइरहेको छ है त अहिले चाहिँ हामी गाडी पर्खिरहेको छौँ अनि यसरी मेरो यो ब्याकप्याक यहाँ छ केही छैन यहाँ चाहिँ अलिक लुगाहरू मात्र छ क्या गाडी पर्खिरहेको छौँ अनि यहाँ चाहिँ बाटोमा खानुको लागि स्न्याक्सहरू बोकिरहेको छु सो जाउँ है त अब चाहिँ के कस्तो हुन्छ यात्रा हेरौँ फर्स्ट टाइम जान आँटेको अब हेरौँ के कस्तो छ कहाँ जान आँट्नु भयो रुवाङ दाइ कता लाग्दिन आँट्नु भयो राति
हजुर सोलो राइड हो दाइ चाहिँ ल है त गाडी चाहिँ यो रहेछ यो के हो यो सुमो गोल्ड हो कि के हो यो गाडी चाहिँ यहाँ छ अनि एसी 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 यसलाई नि चढाएर लानुपर्छ खोइ होला हामी खाजा खाने ठाउँमा आएको छौँ अनि यता रोकिरहेको छौँ अहिले हामी गाईघाटमा भनौँ न अब गाईघाटमा आइपुग्न रामपुरदेखि पर आएको छौँ क्या त्यसको चाहिँ मलाई कस्तो माया लागेको होइन त्यसको एउटा खुट्टै छैन यहाँ गाडीलाई हानिदिएको कि के भएको होइन अनि हामी आउने गाडी चाहिँ यही है त माथि चाहिँ सामानहरू छ गाडी चाहिँ यही हो के हो यो चाहिँ फेरि यहाँ हेर्नु नि के हो यो यता रेस्टको लागि हामीलाई यहाँ कुन ठाउँमा रोकिदिइराख्नु भएको छ अनि यता चाहिँ यहाँ टोइलेटहरू कोही जानु हुँदैछ कोही कता हिमाल पनि यहाँ दामी देखिरहेछ तर गाडीमा सुतेर हिमाल चाहिँ यहाँ छ क्या देखिँदै कि देखिँदैन है त पर छ हिमाल यहाँ चाहिँ यो नलीको पानी है त मुख धुनुपर्छ है Down the strip with the top peeled back, sunshine beaming, yeah, the west. अहिले चाहिँ यहाँ खाना खान आएको छु है त मैले चाहिँ खाना खाइनँ गएर खस्ता चाहिँ हामीले दिँदैछौँ उहाँलाई खानु न त्यो चाहिँ खानु न गुदी गुदी खाने पिस्ता भन्छ क्या यो नुनिलो भयो हो मिठो लाग्यो तपाईँलाई खानु त त्यो पनि यो पक्राउनु अनि खानु डाइट हो यो डाइट मन पर्यो ए भएन भयो यो दाँतले फोड्नु सक्नुहुन्न अब यहाँदेखि चाहिँ हिँड्नु आँटेको घुर्मी घुर्मी त्यहाँ त हल्का पुर्छ त बोटमा त घुर्मीमा आएको छौँ है त अहिले हामी अब यहाँदेखि चाहिँ जान्छौँ दाइहरू चाहिँ बाइकमा अगाडि गइसक्नु भयो हामी चाहिँ अब गाडीमा जानु बाँकी छ क्या अब अहिले अहिले चाहिँ हामी बल्ल बाक्सिला बजार आएको छौँ है त यहाँदेखि अझै तल जानुपर्ने अनि यहाँ सामान यो गाडीदेखि चाहिँ अहिले ट्रान्सफर भएर अर्को भेहिकलमा जाँदैछौँ हामी यो जिपमा भनौँ न अहिले यहाँ सामानहरू मिलाइँदैछ राइट गुड मर्निङ गाइज अहिले चाहिँ म पुगिसकेँ है त हिजोको रातिले गर्दाखेरि चाहिँ पुरै आम्मामा पुरै भमिटहरू पनि गरेर अहिले चाहिँ अलिक फ्रेस भएको छु यहाँको चिसो हावाले गर्दाखेरि यहाँ चाहिँ अति जाडो छ क्या यहाँ चाहिँ लाइक त्यस्तै 8 डिग्री सेल्सियस 8, 9, 10 त्यस्तैको बिचमा जान्छ भनौँ अनि अहिले चाहिँ अघि दुधहरू खाएको थिएँ अनि दुध खाएर चाहिँ अहिले के हो यो गेस गर्नु होला है त चिन्नु हुनेले चिनिहाल्नुहुन्छ यो यत्रो ठुलो हुँदो रहेछ क्या यहाँ चाहिँ फेरि यो चाहिँ अर्ग्यानिकले नै फलेको यहाँ चाहिँ त्यस्तो दबाईहरू केही हुँदैन वान बाइट हान्नु हो तपाईँले चाहिँ खानु जानुभयो
त्यसो खानु हो आमाले भन्नु मैले चाहिँ कसरी खाएँ नि सुन मलाई पनि दिनु पछि राखेको भएन यसो ल त्यो स्वाद नै छैन त्यो तोक्दा पनि त्यो राम्रो खाएको हो भन्दा पनि तपाईँले चाहिँ के स्वाद छ होइन बिरुवा त हो त पछि ए राखेको यसरी खानु क्या कसरी यहाँले कसरी यहाँ यो चाहिँ ओरेन्ज है त आमामा ओरेन्ज त मैले साँच्चै यसको बोटै देख्थिनँ अनि आज फर्स्ट टाइम देखेको यार हेर्न ओरेन्ज त यहाँ त कति लक्षत्रै छ यहाँ ओरेन्ज भयो होइन यहाँ त मकैहरू यसरी नै राख्छ गाउँमा यो भटमास कतिलाई थाहा छ अनि अम्बकको बोट मैले यो खाँदै गरेको यही अम्बकको बोट यो अनि यहाँ खोर्सानीहरू छ यहाँ पर खोर्सानी उता पनि सुन्तला बारी त यस्तै छ यहाँ अम्बक खाँदै तपाईँहरूलाई म टुर गराउँदैछु है कोदोले चाहिँ के बन्छ बोजू अनि लुङ्चा बन्छ ढिँडोहरू पनि बन्छ है ढिँडोहरू बोजू त 84 इयर्स पुगिसक्नु भयो है त हाम्रो सारालुङ खोइ कता पो छ मलाई थाहा नै भएन हौ बोजू म पनि आजै आएको पहाड कहिले आएको थिइनँ म त नामहरू नै केही थाहा छैन यस्तो काम भट्टाभट हुन्छ यहाँ चाहिँ ड्रागन फ्रुट रहेछ यहाँ पनि पहाडतिर चाहिँ गाउँ चाहिँ घरमै हुन्छ है त मिलहरू चाहिँ पहाडको मिल त यही हो घरमै पहिलाको ढिक्कीहरू कुट्ने यहाँ आउनु देख्छिन दाइ यो चाहिँ तपाईँहरूले प्र्याक्टिकली देख्नु भएको छैन होला थ्योरी मात्र मैले पनि आजै देख्दैछु यहाँ चाहिँ यो कसरी भन्दाखेरि चाहिँ यहाँ अहिले लग्छ यो खोलेपछि यसरी खुट्टाले चलाएपछि यहाँ देखाइदिनु त हो यहाँ चाहिँ पिठोहरू हाल्ने चामलहरू हाल्ने पिठोहरू बनाउने है त यहाँबाट यसरी ढेकाउनु पर्छ है त यो चाहिँ अरू मेसिन पनि छ यहाँ हाम्रो बोजूहरूले हाम्रो मम्मीहरूले चाहिँ यसमै पिस्नु हुने है त धेरै पुरानो हामीभन्दा जेठो हो क्या यहाँको चाहिँ उहाँ चाहिँ मामा हो यो बाइक चाहिँ फुपाको बाइक यो कुन बाइक भनेर हेर्दाखेरि केटिएमको इन्ड्युरो 690cc भएको सुपर मोटाडमा है त यस्तो दामी छ कि यो चाहिँ इलाममा खिचेको ग्राफिकहरू पनि हेर्नु क्या बबाल छ टायरहरू जमानाको बाइक नि यस्तो छ भने यार झन् अहिले त सुधाएर कहाँ लगेको छ स्पकेटहरू सस्पेन्सन दामी छ त्यति बेला चाहिँ म थिइनँ है त फोटोहरू यस्तो छ घरमा धानबाट चामल निकाल्ने मेसिन यहाँबाट अहिले छोप्नु भएको छ यो यी धानहरू यो के हाल्छ यहाँ कटटटट गरेर मिल त घरमै छ यो चाहिँ हाम्रो मम्मीहरूले पहिला जमानाको पालामा यहाँ पिस्नुहुन्थ्यो क्या यो ढुङ्गालाई चाहिँ पुरै यसरी सन गर्नुपर्छ मकैहरूको पिठो बनाउने मेसिन तपाईँहरूलाई त यहाँ देखाउनै पाएको छैन अझै माथि गयो भने कहाँ अहिले बिहान हिँड्नु अल्छी लागिरहेको छ है त म तपाईँलाई अलिअलि गर्दै भए पनि देखाउँछु है त सिनहरू चाहिँ अहिले चाहिँ यहाँ दाइले झारिदिनु भएर है त सुन्तला यहाँ एकदम फ्रेस मेरो हातमा छ बोर्डबाट झार्ने बित्तिकै खाँदैछु है त तपाईँलाई कस्तो लाग्यो सुन्तला तपाईँले त खाइरहेको बानी हामीले चाहिँ पहिलोचोटि अर्ग्यानिक अम्बक चाहिँ पछाडि छ यो अम्बक फलेको चाहिँ यहाँ हातमा छ दामी छ हेर्नुहोस् दाइ अम्बक A1 टेस्ट लिएर खाँदा कस्तो अरे टेस्ट लिएर खाँदा स्वाद लिएर खाँदा कस्तो अरे मलाई नखाने भयो खाइसकेँ बेसी नानु गुवाड किन्ला फेरि 2-3 केजी खाइसकेँ दाइले चाहिँ यहाँ अम्बक झार्दै हुनुहुन्छ अम्बक पनि फेरि थोरा छैन रहेछ यार ल यसरी आउँछ आयो एट ल गुड्केर नि गयो अम्बक त के साह्रो अम्बक नजिक भएको है मुमा सर लगेर बेच्नु पाएको भए पनि है कति हुन्थ्यो होला यस्तो अलिअलि भए पनि त्यही त नि पछाडि सुन्तला छ अम्बक पनि यहीँ छ कत्रो फेरि अम्बकहरू पनि मकैहरू यहाँ छ यसरी बारी अकबरी पर अहिले त्यही हो आज चाहिँ शनिबार हो अनि यसरी धान अहिले घाम आएर रोपिँदैछ के अरे सुकाइँदैछ धान चाहिँ यसरी सुकाइँदै रहेछ म चाहिँ तिर्पलमा जस्तो लागेको छ तर यहाँ चाहिँ छुट्टैमा सुकाइँदै रहेछ है त यहाँ चाहिँ अनि पानी 24 आवर है त फुलहरू हेर्नु नि यहाँ चाहिँ फुलेकोहरू
यसरी फुलिँदैछ यो के हो यसको नाम पनि त्यो पदिना यसरी धारा चाहिँ यहाँ 24 घन्टा हुन्छ है त त्यसकै साइडमा चाहिँ यहाँ ढुङ्गाको चेपमा यसरी फल्दैछ मिन्ट छोरा छ यहाँ यसरी फल्छ उखु पनि फेरि यहाँ रहेछ उखु पनि बाटोमै फलिरहेको छ त उखु चाहिँ अहिले चाहिँ दाइ र म यसो बाक्सिला बजार घुम्नु गएको है त यो चाहिँ अनि खोइ कसकोमा पुऱ्याइ पनि दिनुपर्ने अरे किन भन्दाखेरि चाहिँ मलाई एलर्जी लागेर एलर्जीको दबाई लिनुको लागि जानुपर्छ यता मैले पठाउ बुक गरेर हाम्रो पठाउ चाहिँ तल दाइ हुनुहुन्छ देखिराख्नु भएको छ होला यहाँको भ्यू चाहिँ फेरि यस्तो दामी छ नि आम्मामा जति हेरे पनि चित्त नपुग्ने अर्ग्यानिक त झन् कति हो कति खाइयो हाम्रो अनि यता लौरे दाइ पनि छुट्टीमा आउनु भएको छ है त विदेशबाट हेलो भनिदिनु न देख फेर अनि यता नाना हुनुहुन्छ नाना हेलो भनिदिनु एक फेर हेलो मात्र ल हामी लाग्यो है त ढिलो हुन्छ होला फेरि गाउँ पनि म तपाईँहरूलाई देखाउँछु है त भ्यू कस्तो कस्तो हुन्छ भनेर यसो हामी यसो एडभेन्चर गर्नुपर्छ हेलमेट पर्दैन यहाँ ल बाटो चाहिँ उकालो ओह्रालो यस्तै बाइक चाहिँ धस्तै भइसकेछ हामी चाहिँ हाई एल्टिट्युडमा चाहिँ बाइक पनि तानेको होइन क्या पुरा एकमा चलाउनु परेको छ यार दुईमा त तान्दैन त त्यो बाइकले चिसोले गर्दा नि होला है त हाई एल्टिट्युडले गर्दा हाम्रो चाहिँ यता बाक्सिला हो नि त खोटाङ बाक्सिला अनि यहाँ बजार जाँदैछु हिजो गाडीमा यहाँ आएको गाडीमा भइरहेको है गाडीले तानेको हेर्नु त्यस्तै छ है ठाउँहरू गाउँघरको उकालो तनाइ हुँदैछ यहाँ हाम्रो दाइसँग गाउँको घरहरू मैले पनि देखाइदिन्छु एकछिनमा यहाँ अफरोडले चाहिँ बाइक जस्तै हुने भयो चिसो चाहिँ एकदम चिसो छ है त बाक्सिलामा अहिले पुसको महिना हो नि त अनि पुसमा चाहिँ फेरि बेसरी जाडो हुन्छ होइन गाउँमा गाउँहरू छ ल है बाक्सिला बजार नि अब आइपुग्यो यहीँ पर हामी त अहिले ग्राउन्ड जाने ग्राउन्ड अहिले चाहिँ यहाँ बाक्सिलाको पृथ्वी गाउँ के अरे पृथ्वी ग्राउन्ड भन्नेमा आएको छु यता पछाडि चाहिँ फुटबलहरू खेल्दैछ है त मेरै अगाडि चाहिँ एउटा चिज देखाउन आँटेको छु भ्यू त यस्तै राम्रो भइहाल्यो च्याट्टोसँगले हिमाल पनि देखिरहेछ है त यो हिमालको नाम के पर्छ दाइ ल बल त तल खस्यो यार गयो बल उ त याम डाँडा हो कुन अरे उयो याम डाँडा हो त याम देखिरहेछ नि हो त याम डाँडा एमडब्लु हिमाल अनि गढी यता छ गढी यता पर्छ जानुपर्छ यता चाहिँ सनसेट हुँदैछ हिमाल चाहिँ यहाँ छ है त माउन्टेन के छ हौ अनि यो पर चाहिँ स्कुल है त पृथ्वी माध्यमिक हाम्रै दाइ पढ्नु भएको यो स्कुल यहाँ छ 12 समय रहेछ क्या यहाँ चाहिँ 12 पहिला चाहिँ यता सरेको थिएछ अनि अहिले सरेर यहाँ आएको छ ए फुटबल यसरी हार्नै हुँदैछ बजार त आयो तर फार्मेसी एउटा मात्रै खेर बन्द भयो त अहिले मेडिकल बन्द भएर फेरि हामी फर्किँदैछु एक जम्बुको चाहिँ 40 पर्दै रहेछ यहाँ पेट्रोल बाइकलाई नि यसरी खाना खानुपर्छ बेला बेला खाना खानुपर्छ ल है रात यस्तै हुँदैछ हाम्रो गाउँको बाटो चाहिँ यस्तै छ भिडियोमा चाहिँ लाइक नर्मल देखिरहेछ है त यहाँ खाल्टा खुल्टीले गर्दाखेरि यहाँ गिरी हलिन्छ गिरी तानो फाइनल्ली मेरो घर यसो दाइले घुमाउँदै हुन्छ कुन हो तपाईँको घर यही पो हो दिपा हुन्छ कि ओहो यस्तो रहेछ नि त गाउँघर यहाँ चाहिँ अहिले मिल पिसिँदैछ है त मिल चाहिँ यस्तै हुन्छ गाउँको मिल यहाँबाट हालेर यहाँ हालिँदैछ यहाँ धान हालेर यसरी निक्लिन्छ है त यहाँ चामल चाहिँ अनि पिठो चाहिँ यहाँ ढल्छ है त पिठो यहाँ त पिठो आजको भ्लग चाहिँ म यहाँ इन गर्दैछु है त अहिले चाहिँ सुँगुर काट्न आँटेको हो नि त अनि सुँगुर काटेको भिडियो चाहिँ अर्को भिडियोमा देखाउँछु सुँगुर चाहिँ फेरि अति ठुलो छ क्या लाइक 60-70 एराउन्ड त्यस्तै केजी चाहिँ कति होला अनि अहिले चाहिँ यहाँ माथि चढ्नुपर्ने सुँगुर काट्नुको लागि नेक्स्ट भिडियोमा हेरिदिनु होला सो बाई बाई थ्याङ्क्स फर वाचिङ कतिजना नयाँ हुन्छ सब्सक्राइब गरेर सेयर पनि गरिदिनु होला